नमस्ते, म डाक्टर हेम सुवेदी, गाइनेकोलोजिस्ट। आज म यहाँहरूलाई एउटा भिडियो लिएर आएको छु। त्यो भिडियो हो पाठेघरको ट्युमर, जुन फाइब्रोइड भन्छौँ हामीले, त्यो फाइब्रोइडको के अपरेसन गर्नै पर्छ सबैलाई? अब दुईवटा तथ्य हामी जानिराखौँ। एउटा, त्यो पाठेघरको ट्युमर कतिजनालाई चाहिँ एकदम कमन छ त्यो, है। अनि त्यो पाठेघरको ट्युमर क्यान्सर हुन्छ, त्यो हुँदैन युजली। त्यो भएको कारणले गर्दाखेरि कुन अवस्थामा हामी अपरेसनमा जाने त भन्ने हामीले बुझ्नु जरुरी छ। पाठेघरमा ट्युमर पलायो भने कुन अवस्थामा अपरेसनमा जाने? ट्युमर पलायो भन्दैमा आत्तिएर दौडेर गएर अपरेसन गराइरहनु पनि जरुरी रहँदैन, किनभने अपरेसन आफैमा एउटा कम्प्लिकेसन्स हो, है। अब कुन अवस्थामा अपरेसनमा जाने त भन्दा के भन्छ भने 60-70% त्यस्ता फाइब्रोइडहरू चाहिँ एसिम्टोमेटिक हुन्छ भन्छ। सिम्टम्सहरू केही पनि देखिँदैन। सिम्टम्सहरू देखिएको कन्डिसनमा कुन अवस्थामा हामी अपरेसनमा जाने त भन्दा 1 नम्बरमा आउँछ पाठेघरको त्यो ट्युमरले गर्दा पाठेघरको साइज अत्याधिक ठुलो भइसकेको छ भने। पाठेघरको साइज भर्खर बच्चा जन्मिँदाखेरिको बच्चाको टाउको जत्रो हुन्छ त्योभन्दा ठुलो हुन थाल्यो भने चाहिँ अब हामी अपरेसनमा जानुपर्छ है भनेर बुझ्नुपर्ने हुन्छ। 2 नम्बरमा, यदि क्यान्सरको शङ्का लागेमा, यदि त्यो पाठेघरको ट्युमर हामीले अहिले जचाइराखेको छौँ, साइज सर्टेन अब 3 सेन्टिमिटरको छ, तर 3 महिनामा जचाउँदाखेरि त्यो 6 सेन्टिमिटर 8 सेन्टिमिटर हुन्छ भने अलि चाँडो बढेको छ भन्ने बुझ्नुपर्छ। किनभने फाइब्रोइड भन्ने जुन ट्युमर छ त्यो ट्युमर चाहिँ एकदम स्लोली ग्रो हुन्छ, है। एउटा मकैको दाना जत्रो ट्युमर सुन्तलाको गेडा जत्रो हुनको लागि, अलमोस्ट सुन्तलाको गेडा भनेको लगभग 5-6 सेन्टिमिटरको हुन्छ, त्यो हुनको लागि 7देखि 8 वर्ष लिन्छ भन्छ। र यदि एकदम 3-3 महिना 4-4 महिनामा डबल ट्रिपल हुँदै जान्छ भने त्यो अवस्थामा हामीले अपरेसन गर्नुपर्छ। 3 नम्बरमा, अत्याधिक रक्तस्राव र अरू सिम्टम्सहरू देखिएमा, जस्तो ट्युमर ठुलो छ र ट्युमर ठुलो भएको कारणले त्यो महिनावारीमा हुने जुन पत्र छ त्यो पत्रलाई थिचेर त्यहाँबाट एकदमै धेरै रगत बग्न थाल्यो भने, हरेक महिना तपाईँलाई रगत चढाएर मात्रै हामीले तपाईँलाई बचाउन सक्ने अवस्था छ भने त्यो अवस्थामा हामीले त्यो ट्युमरको अपरेसन गर्नुपर्ने हुन्छ। र 4 नम्बरमा, यदि कोही निसन्तानपन भएका महिलाहरू हुनुहुन्छ भने त्यो ट्युमरको कारणले गर्दाखेरि सन्तान प्राप्ति भइरहेको छैन भने त्यो अवस्थामा त्यस्तो ट्युमरहरूलाई हामीले अपरेसन गरेर फाल्नुपर्ने हुन्छ। र यस्तो ट्युमरलाई कसरी उपचार गर्ने? पाठेघरै फाल्ने कि ट्युमर मात्रै फालेर हुन्छ कि अथवा अपरेसन बाहेक अरू विकल्प पनि छ कि भन्ने कुराहरूको जानकारीका साथ म अर्को भिडियो लिएर आउनेछु। त्यतिखेरसम्मलाई फलो गर्नुहोला र प्रतीक्षा गर्नुहोला। थ्याङ्क यू भेरी मच।